老夫老我双那那么，在让幸福高嘛幸福那，那从不双那那么。trong nát mông sa temu kare sao temu kare, along bikung tom de kai dia silo kom silo, yumung pia kung ramar yu chimi marmi. मेरो वक्तव्यमा भन्यो अब यो चाहिँ कमसेकम जुन टाइममा 1642 मा नामदेव वंशलाई राज हस्तान्तरण गरेपछि बादमा 800 झन्डै 383 वर्ष पुगेछ र लेप्चा जातिले उहाँ जब हाम्रो लेप्चा जातिको लोककथामा अथवा सृष्टिको कथामा चाहिँ पुडुमन छलङ चाहिँ आज पनि जीवित छ जो चाहिँ एमाइल्याङ भनेर 7 घर भएको जो हिमालको पछिमा छ भन्छ अनि हाम्रो बिलिभ त्यो छ त्यसले गर्दा उहाँ चाहिँ जब यहाँ राजतन्त्र उहाँले सुम्पिनु भएपछि नामगेल वंशलाई सुम्पिनु भएपछि उहाँ उता फर्किनु भएपछि लेप्चा जातिले 383 वर्षदेखि नै यसलाई उहाँको सम्झनामा उहाँलाई बल माग्ने काम आशीर्वाद माग्ने काम सबै लेप्चा जातिहरू भेला भएर सबै गाउँ बस्तीका लेप्चा दाजुभाइहरू मन बङथिङहरू विशेष गरेर बङथिङहरू बसेर उहाँ खालि सिक्किमको उहाँ अन्तिम लेप्चाको राजा मात्रै नभएर उहाँ चाहिँ एउटा तान्त्रिक शक्ति तान्त्रिक ज्ञानले परिपूर्ण भएको अनि अर्को चाहिँ साहित्यकार उहाँ एकदम साहित्यिक हुनुहुन्थ्यो लेप्चा जातिको जति पनि साहित्य अन्त अर्को चाहिँ उहाँ एउटा अब मेडिसिनको जति पनि जडीबुटीको पनि उहाँ एकदम माहिर हुनुहुन्थ्यो र उहाँलाई थुप्रै दृष्टिकोणबाट उहाँलाई सम्झना गर्ने उहाँलाई मान्ने हामी लेप्चा जातिले गर्दछौँ र यो चाहिँ अप्रिल 12 तारिक एकदमै उहाँको सम्झनामा यो कमेमोरेसन डेको रूपमा चाहिँ हामी यसलाई मान्दै आउँछौँ। सर उहाँले चाहिँ यो ठाउँमा चाहिँ कस्तो प्रकारले इतिहास रच्नु भएको छ? उहाँले यो चाहिँ अब यो चाहिँ अलिक ब्याक जानुपर्छ फेरि अलिक पछि जानुपर्छ यो चाहिँ एउटा भविष्यवाणी जुन टाइममा गुरुपत्न सिंहवा टिबेटतर्फ जानुहुँदै थियो 735 एडीतिर त्यति बेला चाहिँ माथि चुङथाङमा थिकुङमन अधिक भनेर उहाँसँग भेटवार्ता हुँदाखेरि भेटेर वार्ताहरू हुँदाखेरि त्यहाँ चाहिँ त्यति बेला गुरुपत्न सम्भवले भविष्यवाणी गरेको हुन्छ र चाहिँ अब हाम्रो कतिवटा विश्वासमा चाहिँ अनि त्यो जति पनि बुद्धिस्टको गुरुपत्न सम्भवको इतिहासमा पनि लेखेको छ कि जब उत्तर पूर्व दिशाबाट सिक्किममा गएर राजतन्त्र गर्छ त्यहाँ चाहिँ एउटा बुढो मान्छे पर्खेर बसेको हुन्छ भनेको हुन्छ अनि हामी विश्वास गर्छौँ त्यही पुनुमन अधिक नै गुरुपत्न समूहलाई भेटेको मान्छे नै चाहिँ पुनुमन सलङ हो भनेर हामी विश्वास पनि गर्छौँ। त्यसले गर्दा त्यो इतिहासमा पनि लेखेको छ झन्डै 1200 साल जस्तो चाहिँ उहाँ यहाँ पर्खेर बसेको भनेर तर उहाँ चाहिँ अजम्बरी थियो किनभने माइल्याङ जुन चाहिँ माइल्याङ जुन चाहिँ छ त्यो जुन चाहिँ सिक्रेट प्लेस छ जुन चाहिँ हाम्रो ल्यान्ड अफ सङ्ग्रिला भन्छ त्यो सिक्रेट प्लेस जुन चाहिँ छ त्यहाँ उहाँको त्यहाँ चाहिँ कहिले पनि मान्छे मर्दैन बिहान बालाखा हुन्छ दिउँसो तरुनी तन्दिरी बेलुका भएपछि बुढाबुढी हुन्छ हाम्रो 1 साल चाहिँ उहाँहरूको पुरा के अरे 1 दिन त्यस्तो खालको अब त्यो जग्गामा आज पनि जीवित छ ऊ चाहिँ त्यहाँ बस्थ्यो र उसले घरिघरि चाहिँ यहाँ निस्केर आउँथ्यो अन्त यो चाहिँ उसको प्यालेस जहाँ चाहिँ यो चाहिँ दरबार मानिलिन्थ्यो उहाँले त्यो गुरुपत्न सम्भवको भविष्यवाणीलाई नै मानेर उहाँ यहाँ पर्खेर जबसम्म माथि टिबेटबाट अब राजाको राजवंशहरू आइपुग्दैन तबसम्म चाहिँ पर्खेर बस्नु भन्ने उहाँको एउटा सायद आदेश थियो होला या के थियो होला र चाहिँ उहाँ चाहिँ यहाँ बस्ने गर्थ्यो र चाहिँ यहाँ चाहिँ उहाँले दबाई पानीदेखि लिएर अनि अहिले पनि हामीले यहाँ देख्नु सक्छ सुन्तलाको बोट हामी देख्न सक्छ अनि उहाँले मनसुलङले बेसी यो मतलब चुरोट बङ्गाली अनि बङ्गाली रोपेको छ बङ्गाली छ अनि अलिक मुनि तलतिर चाहिँ उहाँको एकदम माछा पालेको यो यहाँ मुनि छ त्यो चाहिँ सुनको माछा उहाँको एकदमै त्यस्तो अन्त यो चाहिँ अब हामीले हेर्दा चाहिँ अहिले सबै शिला भएको छ यसलाई शिलाको रूपमा देखिन्छ तर उहाँको यो एउटा दरबार राजदरबार अन्त यस्तो कोही सिक्रेट अचम्मको कुरा चाहिँ के छ भने यो जुन चाहिँ यो जग्गालाई चाहिँ 2टा खोलाले प्रोटेक्ट गरेको छ अनि यहाँ जो पनि यहाँ उनलाई सम्झेर पुनुमन सलङलाई सम्झेर यहाँ मान्नु आउँछ पूजा गर्न आउँछ यो पहिला यो खोलामा नुहाएर
त्यहाँदेखि पवित्र भएर मात्रै यहाँ आयो भने चाहिँ उसले चिताएको कुरा उसले राखेको प्रार्थनाहरू चाहिँ पुरा हुन्छ भनेको उहाँले नै आज साक्षात उहाँ हाम्रो मनको शरीरमा उहाँ उत्रेर उहाँ स्वयंले पनि भन्नुभयो। सर यो पुनः मनसोङ चाहिँ वर्षमा यो 12 तारिक चाहिँ उहाँको स्मरणमा पूजा गरिन्छ सर। हजुर सर यो जुन सन्तुला चाहिँ धेरै टाढोबाट ल्याउनु भएको भन्ने पनि सुनेको छ। यो चाहिँ टाढा त होइन, नेमाल मुलुकल्याङ भनेको चाहिँ जहाँ चाहिँ हाम्रो सिक्रेट जुन चाहिँ जग्गा छ, हिडन प्यालेस छ, त्यहाँ चाहिँ भएको नभएको। जस्तै एउटा इक्जाम्पलको लागि यो तपाईँले यो हामी मकै रोप्ने टाइममा, त्यहाँदेखि यो काँक्रा फर्सी रोप्ने टाइममा यो चरा कराउँछ नि, हामी चाहिँ बिम पैउल भन्छ एउटा। अब यता हाम्रो नेपाली जातिले कति बिउछर पनि भन्छ नि, एउटा चाहिँ बिउ, त्यो चाहिँ हामीले बिम पैउल भन्छ। त्यहाँदेखि कक्कु आउँछ। अब यो चराहरू चाहिँ तपाईँले याद गर्नुभएको छ, त्यो चाहिँ उनीहरूले उताबाट उनीहरूले त्यो चाहिँ हामी सङ्केत दिएको तिमीहरू चाहिँ अब खेतीपाती लाउनु भनेर। त्यो चराहरू चाहिँ तपाईँ याद गर्नुभएको छ, जब यहाँ खेतीपाती सकेपछि हराइजान्छ, ठक्कै उसको टाइम भयो भने आउँछ। त्यस्तै तरिकाले त्यहाँ चाहिँ सबै संसारको सृष्टिको चिजहरू त्यहाँ छ भन्छ, त्यहाँ छ भन्छ। अब पहिला हाम्रो कतिवटा लेप्चा सिकारीहरू त्यहाँदेखि त्यति बेला 1978तिर होला, एउटा लद्दाखबाट एउटा धर्मगुरु लामा पनि त्यो जग्गामा पुगेको रहेछ। उहाँले फर्केर आएपछि अब स्वर्गको दैलो खोल्यो भनेर चाहिँ अब जिउँदै स्वर्ग जानुपर्छ भनेर त्यति बेला धेरै यता पश्चिम सिक्किमको मानिसहरू जग्गा जमिन बेचेर आफ्नो धन सम्पत्तिहरू सबै बेचिराखेर स्वर्ग जानुपर्छ भनेर पनि त्यति बेला गएको। त्यति बेला उहाँ त्यो धर्मगुरुले पनि लामाले पनि यो चाहिँ यस्तो जग्गा रहेछ भनेर उहाँले पनि भन्नुभयो।